हेल्लो, गुड मर्निङ, नमस्कार साथीहरू। आज म रेडी भएर कहाँ जाँदैछु भने कन्फ्युज नहुनुहोस्। यो मेरो मोटर बाइक अनि म आज जाँदैछु मेरो घरबाट पार्क भिलेज रिजोर्ट बुढा नीलकण्ठमा गरिमा लिडरसिप समिट 2026मा सहभागी हुन। यो चाहिँ माथिबाट मैले भिडियो लिएको थिएँ पार्क भिलेज रिजोर्टको र यहाँ लिफ्ट देख्नुभयो अनि त्यहाँनेरि मैले मेरो ब्यागहरू हेलमेटहरू अघि राखिसकेको छु। यो हाम्रो होटलको फ्लोर अनि म आफ्नो रुमतर्फ अगाडि बढिरहेको छु। यो म भइहालेँ, देखिहाल्नु भयो साथीहरू। एकदमै खुसी छु म, रमाइलो भइरहेछ। अनि अब होटलको आफ्नो रुमबाट हाम्रो जहाँ कार्यक्रम हुन गइरहेको छ त्यो हलतिर म लगायत सम्पूर्ण साथीहरू अगाडि बढिरहेका थियौँ। तर मलाई चाहिँ यहाँको ग्रिनरी इन्भाइरोमेन्ट र अलिकति भिलेज टाइप नै बनाएको रहेछ यो होटल चाहिँ। नामै पार्क भिलेज रिजोर्ट छ अनि यसो यहाँको वातावरण र के रहेछ अवस्था यसो खिच्न मन लाग्यो अनि त्यही खिच्ने क्रममा म यहाँ अगाडि बढ्दै गइरहेको छु। र यहाँ जाँदाखेरि यहाँको स्विमिङ पुल अनि स्विमिङ पुल अगाडि बसेर चिया कफी खाने ठाउँहरू एकदमै राम्रो लाग्यो। अनि स्विमिङ पुल पनि एकदमै ठुलो रहेछ अरूतिर हामी गएको भन्दा यहाँको चाहिँ। अनि मलाई चाहिँ राम्रो लाग्यो। अनि यही भ्लग मार्फत साथीहरू कोही नजिक हुनुहुन्छ अथवा टाढा हुनुहुन्छ कसैलाई मन परेको छ यो के रहेछ भनेर घुम्न भने आउन सक्नुहुन्छ। र यो हलभित्र हामी प्रवेश गरिसकेका छौँ। कार्यक्रम सुरु हुनलाई सबै साथीहरू कोटमा ब्याज लाउन थालिसक्नु भएको रहेछ। अगाडि सरहरू पनि उपस्थित भइसक्नु भएको छ, साथीभाइहरू पनि सबै आउँदै हुनुहुन्छ र म पनि यहीँ छु। अब म आफ्नो सहकर्मीसँग राउन्ड टेबलमा बसिसकेको छु। अब कार्यक्रमको प्रतीक्षा हो। मैले पनि ब्याज प्राप्त गरेँ। यो ब्याज अब म आफ्नो कोटमा लगाउँछु। सिओ सरले वेलकम स्पिच दिँदै हुनुहुन्छ। सिओ सरको वेलकम स्पिचसँगै हामी सबैले एउटा सरप्राइज रेस्पेक्टेड माधव आचार्य सिओ सरबाट हामीले पायौँ। त्यो सरप्राइज के थियो भने नेपालकै लिडिङ कमर्सियल ब्याङ्क नबिल ब्याङ्कको सिओ सरले आज यहाँ आएर हाम्रो कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेछ र उहाँले आफ्नो अनुभवहरू, सिकाइहरू, सङ्घर्षहरू सबै कुराहरू सेयर गर्नुहुन्छ भन्दाखेरि हामी सबैजना मक्ख थियौँ। कतिखेर 4 बज्छ र मनोज ग्यावाली सरको चाहिँ स्पिच सुरु हुन्छ भनेर पर्खिरहेका थियौँ। हाम्रो यहाँ रिक्स हेड लक्ष्मण सरले पनि आफ्नो स्पिच दिइरहनु भएको छ अपरेसनल इस्युजहरूको बारेमा। एकदमै रमाइलो कार्यक्रम भइरहेको थियो। ज्ञान, सिप, सिकाइ सबै कार्यक्रम। मनोज सरको डिस्प्लेमा फोटो देख्न सक्छौँ हामी। मनोज सर आउने एकदमै कार्यक्रम। ओहो, मनोज सरको वेलकम भइसकिसकेको छ। हामी सबजना उठेर सरलाई रेस्पेक्टेड सिओ सर अफ नबिल ब्याङ्क मनोज ग्यावाली सरलाई हामीले वेलकम गरिसक्यौँ। मनोज सरको बैङ्किङ यात्रा, मोटिभेसनल स्पिच यसको त म सधैँ पहिल्यैदेखि नै फ्यान हो। नट अन्ली मी, यो फ्लोरमा भएका हामी सबैजना उहाँको फ्यान हो, सबैजना सपोर्टर हो, सबैजना उहाँको मार्गदर्शनमा हिँड्न चाहने कर्मचारी नै हौँ भन्दा पनि फरक नपर्ला। ब्याङ्क फरक हो तर हाम्रो इन्डस्ट्री एउटै हो। मनोज सरलाई यही भ्लग मार्फत गरिमा ब्याङ्कको तर्फबाट, इमाडोल ब्रान्च म्यानेजरको तर्फबाट नमस्कार भन्न चाहेँ। सरलाई फुलगुच्छा लिएर हाम्रो सिओ सरले वेलकम गरिसकेपछि अब सरको स्पिच एकैछिनमा सुरु हुन्छ। हेर्दा हेर्दै सरको स्पिच पनि सुरु भयो। एकदमै सुरुबाटै सरले आफ्नो बैङ्किङ यात्राको क्रममा नेपाल राष्ट्र ब्याङ्क हुँदै ज्योति विकास ब्याङ्क हुँदै कसरी नबिल ब्याङ्कसम्मको यात्रा तय गरेँ, नबिल ब्याङ्कमा कसरी आफ्नो पोजिसन डिजिएमबाट सिओसम्मको यात्रा कसरी तय गरेँ लगायत आफूले आफ्नो लागि गर्नुपर्ने स्ट्रगल र संसारमा अन्याय सबैमाथि हुन्छ। त्यो अन्यायलाई चिर्दै म मात्रै छैन है यो संसारमा अन्याय पाउने, मैले योबाट उठ्नै पर्छ। अन्याय सबैलाई हुने हो। हामीले आफ्नो लागि सङ्घर्ष गर्नै पर्छ। अन्याय भएको ठाउँलाई चिरेर आफू कसरी माथि उठ्ने भन्ने विषयमा दिनुभएको एउटा भनाइ चाहिँ एकदमै सान्दर्भिक थियो, जुन म जिन्दगीमा बिर्सिन्न, मेरो मनमा छ। यहीसँगै उहाँको स्पिचसँगै आजको दिन सकियो। दोस्रो दिन भेटौँला।